Hello, namaskar everyone. I'm back with another new video, and I hope you guys are enjoying the day you deserve. And today, आज हामी आमा भन्छ भएर iPhone 17 किन्न जान लाग्यो. सायद पाउँछ कि पाउँदैन अथवा नपाउने रहेछ भने चाहिँ अर्डर गरेर आउँछौ. भन्छ से हेलो हेलो हाम्रो सम्पूर्ण वेल विशरहरुलाई सबैलाई हेलो. हामी चाहिँ यहाँबाट सुरु गर्छ हाम्रो जर्नी. iPhone 17 किन्नलाई चाहिँ एकदम एक्साइटेड छौं. आज तपाईलाई कस्तो फिल भइराहा? मलाई कस्तो आज पाइन्छ हैन त्यही हुन्छ नि त. आयो पक्कै डेमो त हेर्न पाइन्छ नि त. न लिएरै आउन नपाए नि कस्तो ठिकै छ. आज हामी मामा हजुरले नि पाएछन् चाहिँ ग्र्याब गरेर आउने हो, नपाएछन् अर्डर गरेर आउने हो. सधैँ कति पुरानो फोन चलाउने, फेरि हामीले नकिने कसले किन्ने. पहिला चाहिँ हामीले चाहिँ डाइसनको भ्याक्युम किनेको हो. डाइसनको भ्याक्युम किनेको भ्याक्युमै चलेन. के गर्नु, जान पर्यो. फिर्ता गर्ने होला. फिर्ता गर्दैन भने चाहिँ फेरि अब चित्त बुझाउने मन अमिलो बनाएर फर्किने होला. हिजो मात्र लिएको डाइसनको $700 चुनाला. अनि अब $700 मेरो एक हप्ताको कमाइ चाहिँ स्वाहा. कति भयो नेपाली? करिब 65,000. आजको रेट अनुसार चाहिँ 65,000 स्वाहा. हुनु चाहिँ खबर होइन. हुन्डीको रेट होइन, अर्को उसको रेटै कति 94 समथिङ कति छ भनेपछि अनि नगरे पठाउनु होला सबैले. अनि फेरि पैसाको लोभमा चाहिँ 1 रुपियाँ बढी लोभमा चाहिँ हुन्डी गरेर कसैले पनि नपठाउनु होला. हाम्रो देश बनाउने हामीले नै हो. गर्नै पर्यो. हुन्डी गर्ने होइन, यदि गर्नै परिहाले अनि मलाई कन्ट्याक्ट गर्नु होला. नम्बर चाहिँ मैले अहिले कमेन्टमा ड्रप गरिदिन्छु एकदम विशेष रेटका साथमा. एन्ड दसैँको मौकामा स्पेसल अफर. एन्ड हामीले चाहिँ तपाईँहरूलाई कुनै पनि ट्रान्सफर चार्ज चाहिँ लिँदैनौँ. अदरवाइज $5 भनेको नेपाली कति? 500 भनेको त नेपालमा आधा बरा चावल आउँछ. आजको वेदर चाहिँ कस्तो खुलेको आनन्दको छ. हाम्रो भान्जा चाहिँ एकदम ड्राइभिङमा एक्सपर्ट भइसक्नु भयो. यो फोनमा चाहिँ भिडियो गराएपछि एकछिनपछि त्यही भिडियो अपलोड गरेर फेरि अर्को भिडियो अपलोड गरेर डाउनलोड रेकर्ड गर्नलाई चाहिँ मेमोरी फुल भएर चाहिँ iPhone 17 लिन जान थालेको. चाहना चाहिँ 256 भन्दा नि 512 GB नै लिन्छ होला. त्यहाँ तल त के हेर्ने र? सुनाको होइन नि, सुनाको होइन. सुन्न त सुन्नु छ नि. फेरि तपाईँहरूले नसुने फेरि भनेको कुनै आउँछ तिनीहरू होइन. आइफोन किनेको हामी चाहिँ अहिले मार्केट प्लेस, सेपटेल मार्केट प्लेसमा आइयो. एकदम ट्राफिकको चाहिँ एकदम क्राउड छ. पहिला चाहिँ भान्जाले काम गर्ने चाहिँ यही हो रेस्टुरेन्ट. हाम्रो भान्जाले चाहिँ 24 दिन घन्टा हुँदैन, 18 घन्टा चाहिँ यसरी काम गरन्थ्यो. अहिले चाहिँ यहाँ छोडिदिनु भयो. यहाँ छोडेर अहिले अन्तै काम गर्नुहुन्छ. मान्छेहरू कमिलो फिर्ता गर्न थालेको. भान्जाले चली हुमी पाइरहनु भयो. मजा आउँछ नि टली कुदाउन मजा आउँछ. मान्छे ट्रली कुदाउनु कस्तो फिल भइरहेको छ नि. हिजो किनेको
डाइसन हार्वेस्ट गर्दा बनाउँदा कस्तो फिल भइरहेको छ नमजा फिल भइरहेन नि सार्दैन भने चाहिँ ठिक हुन्छ अन्त पुरा दसैँमा चाहिँ फोटो सेसन चलिरहेको है हाम्रो नेपाली फेस्टिभल बिग डबलमा छिरियो त्यसले चिन्ने नि रहन्छ त्यसले बिहान केमा आइरहेको हुन्छ अनि अहिले केमा आइरहेको हुन्छ यहाँ चाहिँ हाम्रो दसैँ सुरु भयो जस्तो यो क्रिस्चियनहरू चाहिँ क्रिसमस सुरु भइसक्यो प्रायः क्रिसमस ट्रीहरू सान्टा क्लजहरू यसरी यहाँ यसरी हेरेर बसिरहनु भयो चाहिँ सान्टा क्लजहरू लेबेमा जाँदै हो बोइजहरूको सुज सेक्सन हो हामी यहाँ आइपुग्यो हामी चाहिँ वेटिङ क्युमा छौँ यहाँ चाहिँ भ्याक्युम किन्न आएको कुन चाहिँ भ्याक्युम लाँदा ठिक होला हामीले डाइसनको हेरेको डाइसनको चाहिँ अलिक एक्सपेन्सिभ रहेछ 700 समथिङ कति रहेछ त्यत्रो 70 हजारले भुइँ सफा गर्न त सकिन्न हामी त्यत्रो औकात भएको मान्छे होइन अनि यो चाहिँ 200 समथिङ कतिको रहेछ अनि यो यस्तो कुन चाहिँ बेस्ट होला अलिक भारी हो कि यो बोक्नु है गाडी साडी सफा गर्न त के गर्नु सामान त छ 229 हल्का खान्छ यो चाहिँ हल्का खा यो चाहिँ कामै भएन तर यो राम्रो त राम्रो हुन्छ नि हामीले युज गरेर नि त्यो राम्रो हो तर अब ब्याट्री हुँदैन तर घरमा चाहिँ घरमा हेरी चाहिएन नि त हामीले गर्दा त यो 6.89 को नि यो 89 को त 2 दिनमा जान्छ होला 89 को 2 दिनमा जान्छ होला त्यो सानो त्यसले हुन त घर त त्यसले काम गर्छ घरमा त्यस्तो फोहोर हुन्न नि त होइन घरमा त्यस्तो फोहोर नसी काम गर्छ होला साट नयाँ लिएर आयो हामी चाहिँ यहाँबाट यसो गरेर अब घरतिर लाग्यो हामीले भ्याक्युम सेक्युम किन्यो अनि हामी चाहिँ यहाँबाट हिँड्यो आज चाहिँ उयो गर्दैन हामी चाहिँ यहाँबाट यसरी चेकआउट हुने हो चेकआउट कहाँ लाखा त लाखा भन्दा नि राम्रो छ कुन चाहिँ गाडी ठिक हुन्छ रुपियाँमा लेखेको होइन लेख्यो भने भित्र छिउ नि भन्दा हो कि स्कुल राम्रो हुन्छ भित्र छियो भने त लगभग 100देखिको माथि 100देखि 150 को बिचमा हुन्छ रबर ब्यान्ड हो यहाँ छ माथि त स्कुल हो माथिपट्टिको छ नि त उतापट्टिको बिचको छ नि सेकेन्डको अनि त्यो चाहिँ बबल देखिन्छ होला सानो अब यस्तो यस्तो आउँथ्यो किनेर आयो नि त बिहान इन्भर्टर किन्नु हुन्थ्यो अब सुन किन्न सकिन्न यस्तो यस्तो किन्नु त सुन त सुन यसले बोल्ने 22 होला 22 हुने 10 आफ्नो दिएर पाउँछ रस्टेड आइसम्याट रहेछ ह्यामर चाहिँ यस्तो देखिन्छ यो पुरै खोर्दैन हुन्छ वेडिङ ब्यान्ड हेरेको भन्दा
अनि विडिङ ब्यान्ड लाने र तपाईँ जाँदाखेरि नेपाल जाँदा तपाईँ बिहा जाने भनेको होइन विडिङ ब्यान्डको कलेक्सन गरेर हुन्छ क्या हजुर मान्छे पक्कै दिन्छ होला अनि मामा भन्जाले चाहिँ अब आफ्नो ओन क्लिनिङ बिजनेस चाहिँ स्टार्ट गर्न लाग्यो अब सधैँ कति अरूको काम गर्ने मामा भन्जा मिलेर सानो एउटा बिजनेस स्टार्ट गरौँ भन्यो अब यहाँ चाहिँ हामी एउटा क्लिन मार्टमा आछौँ सामानहरू अब के लाने स्टार्टिङ गर्दा त हामीलाई इनिसियल फेजमा चाहिँ हामीलाई केमिकलहरू सामानहरू चाहिँ चाहिन्छ नि त त्यही भएर चाहिँ हामी सामानहरू चाहिँ अहिले भर्खर इनिसियल फेजमा आवश्यक पर्ने सामानहरू चाहिँ किन्न आएको अब अहिले हामीले चाहिँ फिलहाललाई चाहिँ हाम्रो 2टा स्टोरमा चाहिँ हाम्रो कन्ट्याक्ट छ फिलहालले चाहिँ बिस्तारै तपाईँहरू सेपाटाउनु भने हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले चाहिँ हामी चाहिँ भर्खर यङ केटाहरू होइन हामीले चाहिँ केही गरौँ भनेर चाहिँ हामीले अहिले इनिसियल स्टार्टिङ फेजमा चाहिँ सानो 1-2वटा क्लिनिङ कन्ट्याक्ट लिएर काम सुरु गर्दैछौँ अहिले भर्खर इनिसियल फेजमा चाहिँ हामीले ठुल्ठुलो कामहरू पनि गर्न सक्दैनौँ तर तपाईँहरूसँग कुनै किसिमको सानो हुन्छ नि हाउस क्लिनिङ अफिस क्लिनिङ केही सामानहरू केही मेसिनहरू किनेर इनिसियल फेजमा चाहिँ कसैले फ्याक्ट काम गर्छु भने कम्पनी दर्ता गर्ने अनि तर सामान भएन भने त फेरि के गर्ने त नि आज चाहिँ हामीले केही यो मेसिनहरू बफर मेसिनहरू अनि क्लिनिङ केमिकल्सहरू मफिङ बकेटहरू यिनीहरू चाहिँ किनेर लिएर जान्छौँ अनि हामी चाहिँ दिनेछौँ यदि तपाईँहरूको साथ सपोर्ट माया पायो भने चाहिँ अवश्य नै हामी ग्रोअप हुन्छ होला अनि पक्कै पनि आफ्नो केही गरौँ भन्ने हुटुटीका साथ सुरुवाती गरेको बिजनेस चाहिँ पक्कै पनि सफल हुन सकिएला अथवा सफल भएन भने ठिक छ यस भएछ भने ठिकै छ भएन भने पनि ठिकै छ त्यही भएर स्टार्टिङ चाहिँ गरेको हो आँट गरेको हो एन्ड हुएभर भन्छ नि हुएभर क्यान whoever can take risks definitely will get success or whoever always get scared of taking risks and whoever is really getting scared of taking risks never get success or they will always working for someone else for a whole life अब यहाँ मध्ये चाहिँ कुन चाहिँ भ्याक्युम लाने डिसिजन गर्दैछौँ मेरो विचारमा चाहिँ प्याक ब्याग भन्दा पनि मान्छे अरू नै बेस्ट होला जस्तो लागिरहेछ भान्जाले सोध्दै हुनुहुन्छ उहाँ नै हो चिफ एक्जिक्युटिभ डिरेक्टर अथवा हुन्छ नि सिनियर एकाउन्टेन्ट उहाँ नै हो उहाँले चाहिँ क्यालकुलेट गर्दै हुनुहुन्छ वाट टु बाई वेन टु बाई भनेर ब्रान्डको पनि एकदम उहाँ चाहिँ एकदम कुनै पनि किसिमको ब्रान्डहरूको चाहिँ एकदम बेसिकदेखि हायर नलेजसम्म उहाँले राख्नुहुन्छ त्यही भएर उहाँले सर्चिङ गर्दै हुनुहुन्छ 50 per piece. Excluding GST. Yeah. Alright. Thank you. अब हाम्रो यात्रा हामी पहिला भ्याक्युम ल्यायो भ्याक्युम ल्याइसके पछाडि अब हाम्रो नयाँ अब दसैँको के भन्छ अस्तिको हिजो फुलपाती घटस्थापनाको दिन पारेर चाहिँ बिजनेस इनिसिएट गरे हो अब चाहिँ हामीले केमिकलहरू यता सबै रिक्वायर्ड आवश्यक सामग्रीहरू सबै किन्यौँ अनि सानसानो अहिले भर्खर फिलहाललाई चाहिँ हामीलाई एउटा केमार्टमा एउटा बिग डब्लुमा चाहिँ हाम्रो क्लिनिङ कन्ट्याक्ट छ त्यहाँ होपफुल्ली त्यहाँ राम्रै हुन्छ होला त्यसपछि हाम्रो लिङ्कअप बढ्दै गयो भने चाहिँ हाम्रो बिजनेस चाहिँ सेपटनमा फ्लोरिस अवश्य हुन्छ होला जस्तो हामीले होप राखेका छौँ जस्तो हामीले डियर गरे हो अब बिस्तारै केमिस्ट वेयर हाउसमा पनि एकजना इन्डियन मान्छेसँग चाहिँ लिङ्कअप छ सायद उसलाई रिक्वेस्ट गरे पछाडि सायद हरेक दिन त कस्तो थाहा भएन तर मेबी विकली अ डे पाइन्छ होला अनि एकजनासँग कुरा गरेको थिएँ उसले चाहिँ एउटा रियल इस्टेटमा चाहिँ आफ्टरनुन आफ्टर अफिस आवर मेबी 2 hours 3 hours विल गिभ यु कन्ट्याक्ट भन्ने कुरा थियो हेरौँ के हुन्छ अब यदि तपाईँहरू सबैजनाको साथ सपोर्ट मायाले चाहिँ
अवश्य पनि हामीले क्लिनिङ बिजनेसमा केही गर्न सक्छौँ होला अनि आशा भरोसा र विश्वास राखेर अगाडि बढ्दैछौँ। अनि अर्को वर्ष चाहिँ अहिले चाहिँ हामीले चलाइराखेका गाडीहरूमा चाहिँ म्यानेज गर्ने अनि यो जस्तै भ्याक्युम क्लिनर जस्तै क्लिनिङ मेसिनहरू चाहिँ यताउता चाहिँ हायर गरेर युटहरू हायर गरेर लिएर जाने। तर अर्को वर्ष चाहिँ आफ्नै सानसानो सेकेन्ड हुन्छ अथवा सकेसम्म नयाँ अथवा चट्टै भएन भने चाहिँ सेकेन्ड ह्यान्ड भए पनि एउटा आफ्नै भ्यान किन्ने प्लानिङमा छौँ। मामा भन्छ हाम्रो कम्पनीको नाम चाहिँ मामा एन्ड भान्जा प्राइभेट लिमिटेड एन्ड आवर मोटो अफ द कम्पनी इज योर सेटिस्फ्याक्सन इज आवर प्रायोरिटी। दिस इज आवर मोटो एन्ड वी आर जस्ट डुइङ आवर बेस्ट टु मेक यु अल satisfied and try to make your building or houses, whatever you just give us to make it clean. Definitely we'll try to make it satisfied. काउन्सिललाई चाहिँ के तिर्छ होला क्या भन्छ भित्रमा सबै उयो गरेर नि त काउन्सिललाई के अहिले हामीले चलाइराखेको चाहिँ भान्जाको यो चाहिँ टोयोटाको प्राडो हो ब्ल्याक कलरमा। हुन्छ नि अब सायद अर्को वर्षपट्टि अथवा अझ अर्को वर्ष पछाडि चाहिँ सायद भोजराज थापा अस्ट्रेलिया घुम्न आयो भने अवश्य पनि हामीलाई आशा छ हामी पनि पक्कै पनि उसले फिल्मिङ गर्छ होला त हामी पनि फिचर हुन्छौँ होला उसको भिडियोमा। ल हेर्नुहोस् त हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरू अथवा मेरा शुभचिन्तकहरू अस्ट्रेलियामा 2 मामा भान्जा मिलेर महिनाको 48 लाख त होइन पक्कै 10-15 लाख चाहिँ मामा भान्जा मिलेर त्यति कमाउने हैसियतसम्म चाहिँ पुग्छौँ होला अर्को वर्ष। अहिले भर्खर स्टार्टिङ हो आशा गरौँ केही हुन्छ भनेर हामीले डियरिङ गरे हो। रिस्क लिने मान्छेले व्यवसाय गर्छ जो रिस्क लिन सक्दैन त्यसले अर्को काम गर्छ जिन्दगीभर। अनि हामी चाहिँ अर्को काम पनि गर्ने हो सके व्यवसाय पनि गर्ने हो सके राम्रो भए सफलता राम्रो नभए वी टेस्टेड वी ट्राइड त्यही हो। यसले त पुरा स्टोन देखाइरहेको छ। अर्को यहाँ छ कुन्टु यहाँ चाहिँ यस्तो सपहरू छन्। हामी चाहिँ अहिले यतिखेर सेपाडनको मेन मुटु धर्कन के भन्ने हो वाटेभर त्यही ठाउँको हामी अहिले कोरा स्ट्रिटमा छौँ। अनि कोरा स्ट्रिट हुँदै थ्रु द कोरा स्ट्रिट हामी GBI5 I think one of the best electric item selling company हो GBI5 and maybe one of the best electric gadget selling company which is known as the GBI5। हामी त्यहाँ जाँदैछौँ त्यहाँ गएर मामा भान्जालाई 17 Pro Max oh I'm so excited 17 Pro Max सामान त के भन्ने मोबाइल फोन अर्डर गर्दैछौँ। कति समयपछि आउने हो थाहा छैन। रिसेन्टली क्लिनिङ कन्ट्याक्टको जब पाएको चाहिँ यही खेमाटमा हो एन्ड इट इज बिन कन्ट्र्याक्टेड फर 3 years 3 वर्षलाई चाहिँ ढुक्क छौँ। पक्कै पनि हामीले राम्रो गर्छौँ राम्रो गरेपछि 3 वर्षभन्दा अगाडि चाहिँ पक्कै पनि हाम्रो कन्ट्र्याक्टलाई टर्मिनेट गर्न पाउँदैन होला। इभन इफ दे टर्मिनेट एन्ड दे हेभ टु पे फर होल 2 or 3 months। दिस इज मेन्सन इन द कन्ट्र्याक्ट पेपर। दिस इज द खेमाट। एकदम बिजी छ पार्किङ पनि यहाँ पनि जता गयो पार्किङ बिजी छ जता गयो पार्किङ बिजी छ। यहाँ चाहिँ खेमाटमा काम गर्ने एकजना बहिनीले चुरो खाँदै रहेछ।
त्यो दुईटा फुच्ची छैन हाम्रो केनालमा काम गर्ने तिनीहरू अझै पनि काम छोडेर हिँड्छ नि त कुन्टी छन् बिहान बालेर छोड्छ नि सानसानै पेटी जुनले जस्ता ट्विन्स छ नि भनौँ न अस्ति त्यहीँ थिएँ तिनीहरू म किन आएर यो भनेर क्या तिनीहरू किन पाले हो छोडिदिएर थ्याङ्क यू भने होला नि भिडियो गरेको थाहा तँ नि जान सक्छ उसलाई चाहिँ फ्युचर हुन्छ भन्ने भयो होला नि के गरेर सुत्ने हेर्ने भन्छ अब कहाँ यो जस्तो व्यवसाय सुरु गरेपछि सुत्ने भन्छ दिन बिहान रात जति नै खटिने हो अन्त सुत्ने कुरा हुन्छ 2 घन्टा सुत्ने 22 घन्टा काम गर्ने अनि अर्को वर्ष त हामी भोजराजको उसमा चाहिँ युट्युब च्यानलमा चाहिँ अटाउनु परेन अर्को वर्ष त भोजले हाम्रो भिडियो गर्न आइहाल्छ नि उसको कन्टेन्ट हामी बन्नु परेन अनि ल हेर्नुहोस् त भाइले चलाउने गाडी चाहिँ यही हो भाइको स्पोर्ट कार चाहिँ यही हो अनि भाइले क्लिनिङको लागि लिएर हिँड्ने यो भ्यान चाहिँ यही हो यता जाँदा भन्दा उताबाट गएको बेस्ट हुन्छ यहाँ पार्किङ पाउँदैन पार्किङ छैन पुरै बिजी छ यहाँ छिर्ने बाटै छैन हेर्नु न अब पुरै बिजी छ यहाँ रहेछ जान्छ एउटा पसल त्यहाँ रहेछ त्यहाँ त एक्जिट हो यहाँ पार्किङ गर्नु होइन कहाँ जानुहुन्छ हामी चाहिँ फाइनल्ली यहाँ छौँ कुन चाहिँ भन्छ यो गोप्रो हो यो इन्स्टा 360 वाला अघि यस्तो पुरै तपाईँको हेर्नु यस्तो खतरा देखिन्छ गोप्रो नै होइन यो तपाईँको सिधा नै खिच्न मिल्यो होइन जस्तो कि होइन यसरी खिच्न प्रोजेक्सन खिच्न मिल्यो तपाईँको फुल बडी खिच्छ क्या ल्याउने यसरी क्या होला नि यसो 1000 होइन यसको 700-800 कतिको एक्सप्रोको X5 हो क्या X5 यसको 700-800 कति यसो सस्तो किन्यो भने त्यसरी एक्सपो नै किन्यो एक्सपो यो चाहिँ गोप्रो होइन कति यसको नि महँगो जान्छ अनि अर्कै हो यसको नि त्यस्तै हुने चाहिँ जान्छ यो इन्स्टाकै रहेछ यो त्यो गोप्रो टाइपको यसले 360 नै खिच्छ होला नि यो खिच्दैन होला 360 यसले 360 दिन छैन यो छैन यसको यो ठिक भयो नि होइन आज खेल्नु लिएर निकाल्नु चाहिँ भएन नि डमी मात्र डु नट काउन्ट देखायो कि भिडियो गरेर भिडियो नै गरिन्छ कलर नि यो गर्नुपर्छ है हामीले चाहिँ आज यो अर्डर गर्दैछौँ कुन कलर चाहिँ ठिक होला यही ओरेन्ज युनिक हो नि त भन्छ किन युनिक भयो नि त मान्छेले 17 भन्दा अगाडिको त मान्छेले फोन बोकेर हिँड्दा नि हुन्छ नि त हामी चाहिँ 17 Pro Max अर्डर गर्दैछौँ हामी चाहिँ अर्डरिङ सेक्सनमा छौँ प्री अर्डर प्री बुकिङ हामी चाहिँ 7 Pro Max अर्डर गरेर निस्क्यौँ हामी 3 हप्ता लाग्छ भनेको छ अब हेरौँ कति समय लाग्ने हो होपफुली चाँडै आउँछ होला कति तिर्यो भन्छ 2200 कति 50 है 17 Pro Max अर्डर गरेर आइयो दिमा मान्छेलाई ओरेन्ज कलरको अनि पैसा पनि पेमेन्ट गरियो 2250 अल टुगेदर मामा हान्जाको गरेर करिब धनु नेपाली लगभग 4 लाख भनौँ 4 लाखको अराउन्डमा अर्डर गरियो 3 हप्ता लाग्छ अरे त्यो आउनुलाई होपफुली चाँडै आए त हुन्थ्यो होप्सो ठिक छ बिस्तारै
यसो भान्जाले क्लबमा पसन्द मामा यसो एक दुई गेम पोकिहाल्नु भन्नुभएको पोकिहाल्नु अनि हामी गर्दा हामी चाहिँ पोकीमा गएर एक दुई गेम हान्यो एक दुई गेम हानेर भित्र मोबाइल पोकीमा भिडियो गर्न दिँदो रहेछ भिडियो सिडियो गरिएन भित्र चाहिँ मामा भान्जाले गेम खेल्यो $100 फालियो र आउला चाहिँ कहिले जिन्दगी भाग्य आउला भन्ने त केही पनि छैन आएन फालियो दर्ज गरियो अनि अब चाहिँ हाम्रो यात्रा घरतिर भान्जा चाहिँ मामा सुत्नुपर्छ म सुत्नै पाएन भान्जा सुत्ने रे भान्जा सुते पछाडि फेरि भान्जा कतिखेर सुत्नुहुन्छ त्यो पनि अपडेट गर्छु म है अहिले चाहिँ अब हामी आज हामी चाहिँ घरतिर आइयो फेरि हामी पर्सि सपिङ गर्नु अनि iPhone 17 Pro Max भन्दा अनि कस्तो है iPhone 17 Pro Max पिकअप गर्न जाँदाखेरि कलेक्ट गर्न जाँदाखेरि चाहिँ फेरि अर्को भिडियो बनाउँछौँ कस्तो हुन्छ अबको भिडियो चाहिँ iPhone 17 Pro Max बाटै खिचेर हाल्ने हो अरू चाम्ने चिन्ने कप्रो सप्रो यता त iPhone 11, 12, 13 होइन 17 सिधै 17 Pro Max हाम्रो लेभल चल्दाखेरि मात्रै बढ्यो नि त्यसपछि हामी 17 Pro Max बाट भ्लग गरिन्छ चाम्ने चिन्ने होइन गरेको तपाईँ 2.5 लाखको फोनबाट तपाईँहरूले हेर्दा पनि छुट्टै 17 Pro Max बाट खिचेको भिडियो त राम्रो आउँला नि अनि हेर्ने मान्छेलाई पनि खतरा फिल हुन्छ होला 8 किलो मोबाइलमै हाल्दा नि हाई क्वालिटी आउँछ टिभीमा हेरेर यस्तै फिल हुन्छ हामी चाहिँ अहिले सेन्ट जियोर्जेस रोडको टाउनमा आइसकियो अनि तपाईँहरूलाई मसाज गर्नुपर्छ ढाड दुखेको चाहिँ यहाँ हार्मोनी हिलिङ मसाज सेन्टर रहेछ हामी यहाँले घर आइपुग्यो तपाईँहरूले च्यानललाई सब्सक्राइब गर्नुहोस् न भने च्यानललाई सब्सक्राइब गर्नु लाइक सब्सक्राइब र कमेन्ट गर्नु नबिर्सनुमा तपाईँहरूको साथ सपोर्ट नआएर नै हामी यस युट्युब फ्यामिलीमा ग्रो हुन सक्छौँ थ्याङ्क यू फर वाचिङ भिडियो today and see you next time with a new content and with new place and with new energy. Again, don't forget to like, subscribe and drop the comment. Bye bye. Enjoy the day you deserve. Thank you.